साथीहरू सबैजनालाई नमस्कार। भर्खरै मात्र काठमाडौँ महानगरपालिकाका मेयर प्रमुखज्यू, युवाहरूको आशा तथा भरोसाको केन्द्र, अहिलेका सबैभन्दा ठुला नेता नेपालका बालेन्द्र शाहज्यू बालेनलाई चाहिँ सरकारले जो एम्बुलेन्स खरिद गरेको प्रकरणमा चाहिँ भ्रष्टाचार सम्बन्धी मुद्दामा चाहिँ बालेनलाई तान्ने सङ्केत गरेको देखिन्छ। यति मात्र नभएर बालेनको विरुद्धमा अहिले चौतर्फी काठमाडौँमा चाहिँ घेराबन्दी सुरु भएको छ हैन। सबैजनाले चाहिँ बालेनलाई साँच्चीकै घेराबन्दी गरेर अब साँच्चीकै जेल हाल्नेसम्मको योजना बनेको सुनिन्छ। यो कहाँसम्म सत्य कुरा हो त्यो पछि आउँदै गर्ला। तर एउटा स्वतन्त्र मेयरलाई यो किसिमको चाहिँ भ्रष्टाचारको मुद्दा लाग्नु र यदि प्रमाणित हुनुभयो भने चाहिँ स्वतन्त्र भन्ने शब्द चाहिँ नेपालबाट फेरि समाप्त हुनेछ हैन। लाखौं करोडौं जनताले आशा गरेका एउटा प्रतीक, एउटा साँच्चीकै भन्नुपर्दाखेरि एकदम उदाउँदा नेता बालेन्द्र शाहज्यू साँच्चीकै त्यो केसमा फस्नुभयो भने दीर्घकालीन असर गर्नेछ। यति मात्र नभएर उहाँका नजिकका आसेपासे वरपरका कानुनी सल्लाहकारदेखि लिएर सञ्चारकर्मीदेखि लिएर पत्रकारहरू, युट्युबरहरू हैन, उहाँका सहयोगीहरू सबैजना कस्ता छन् र के गर्दैछन् भन्ने कुराहरू उहाँले तनावपूर्वक चाहिँ बुझ्नुपर्ने हुन्छ। हैन भने साँच्चीकै भन्नुपर्दा केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर लगायतका ठुल्ठुला भ्रष्टाचारमा जुन फसेका पार्टीहरूका प्रमुख नेताहरूले पनि आफै गएर पैसा कसैसँग भ्रष्टाचार गर्दैनन्। वरपरका मान्छेले नै सिकाउने हो, वरपरका मान्छेले नै बदनाम गराउने, वरपरका मान्छेले नै खेलाउने। त्यही भएर स्वतन्त्र व्यक्ति साँच्चीकै राम्रो तरिकाले यदि जान सक्नुहुन्छ भने आफ्नो वरपरका मान्छेहरू राम्रोसँग हेर्नुहोस् बालेनज्यू, नत्र भने हामीले आशा गरेका तपाईबाट यो खालको भयो भने हामी निराश हुनेछौँ र नेपाल कहिले पनि बन्ने छैन। धन्यवाद।